जहिले 9 बजेसम्म सुतिरहने मान्छेमा आज बिहान बिहान 7 बजे मम्मीले बोलाउनु भयो। अनि म हतार हतार उठे। बेड त्यस्तै छोडे कोठाबाट बाहिर निस्के त पुरै घाम लागेर झलमल्ल उज्यालो भइरहेको रहेछ। अनि बिहान बिहानको भ्यू यस्तो देखाउँ भनेर यस्तो भिडियो बनाए। छतमा गहुँ कोदो पनि सुकाएको रहेछ। अनि मम्मीले किन बोलाउनु भयो त भनेर छिटो छिटो त्यहाँबाट घर गएँ। घरमा पुग्दा त घरभित्र कोही पनि थिएन। कहाँ गएछन् परिवार सबै भनेर आत्तिएँ हतार हतार। त्यहाँबाट म पनि बाहिर गएँ त पानीधारामा पनि कोही पनि थिएन। मनी तल झरे त मम्मी उताबाट आइराख्नु भएछ। मम्मी त हाँस्दै आउनुभयो। के भयो र मम्मी भन्दा मम्मी केही नबोली गाई गोठभित्र जानुभयो। आज केही त छ भन्ने मनमा सोच गयो। अनि म पनि गोठभित्र गएँ त त्यहाँ त अचम्मको कुरा रहेछ। क्यामेरा जुम गरेर देखाउँदा त गाईले बाछी पाएको रहेछ। मम्मीले खुसी हुँदै बाहिर लिएर आउनुभयो र मनी दुध दही खान पाउने भएँ भनेर खुसी भए। गाईले हान्छ भन्ने बित्तिकै नानी दौडेर उता गयो भागेर। अनि गाई बाछी मम्मीले देखाए। मम्मीलाई गाईले केटा पायो कि केटी पायो भनेर सोद्धा मम्मीले बाछी पायो भन्नुभयो। बाछी भनेको केटी हो होइन। मम्मी खुसी हुँदै बाछीलाई समात्नु भयो र गोठभित्र लानुभयो। यही गाईले बाछी पायो भनेर मलाई बिहान बिहान उठाएका रहेछन्। मनी खुसी भए। अनि घर आएँ। पुरौनी बनाएको छु खा भन्नुभयो मम्मीले। गएर डेक्चीमा हेर्दा त वाउ दामी लाग्यो। मुख नै रसायो। मम्मी म 2-4 दिनपछि दही दुध खान्छु भनेर म आफ्नो कोठा आएँ। रुममा पुग्दा त यति धेरै खुसी भइदिरहेको कस्तो भनेको। मनी कति धेरै खुसी भइदिएर होइन। गाईले बाछी पाएको रहेछ। ठिक छ राम्रो लाग्यो खुसी लाग्यो केही छैन होइन। ल बाई बाई गाई। आजको मेरो मिनी भ्लग कस्तो लाग्यो कमेन्ट गर्न नछुटाउनु होला। लाइक कमेन्ट सेयर सबैले गरिदिनु होला भन्न चाहन्छु। हस्त नमस्ते जय नेपाल।